हिन्दू राष्ट्र थियो। आज यो देशमा हिन्दूहरूको अस्तित्व के छ? यसको जिम्मेवारमा नेताहरूलाई मात्र मान्दिन, तपाईँ हामी जनता पनि त्यतिकै जिम्मेदार हौ। किनभने यस देशमा यदि हिन्दू हुन्थे भने तपाईको संविधान सभामा अधिकांश मान्छेहरू हिन्दू थिए, तर तिनीहरूले धर्मको दलाली गर्ने नेताहरूसँग मिलेर नेपालको हिन्दू राष्ट्रको अस्तित्व हटाए। यदि यो देशमा हिन्दू हुन्थे भने केही व्यक्तिहरू, केही उच्छृङ्खल व्यक्तिहरूले खुले आम उद्घोष गरेर ठाउँ ठाउँमा गौमाताको हत्या हुँदैन थियो। यदि यो ठाउँमा हिन्दू हुन्थे भने मन्दिरको अगाडि चर्च खडा गर्ने हिम्मत कसैले गर्दैन थिए। यदि यो देशमा हिन्दू हुन्थे भने एउटा मिसनरीको मान्छे आएर यो हाम्रो नेपालको भूमिमा उभिएर अब गाउँ गाउँमा धर्मान्तरण हुन्छ, पहाड पहाड धर्मान्तरण हुन्छ भनेर उद्घोष गर्ने एउटा विदेशीले सक्दैन थियो। यदि यो देशमा हिन्दू हुन्थे भने तपाईँ हामी बिहान र बेलुका पूजा गर्ने, घाँटीमा रुद्राक्ष र कण्ठी लाउने, तर गएर त्यही दलाल धर्मका दलालहरूलाई भोट हाल्नु हुन्न थियो। यदि यो देशमा हिन्दू हुन्थे भने हाम्रो घरमा सत्यनारायणको पूजा लगाउने ब्राह्मणले गएर यी कम्युनिस्ट माओवादी र धर्म सक्ने कांग्रेसलाई भोट हाल्दैनथे। यदि यो देशमा हिन्दू हुन्थे भने आज एउटा किराँतको छोरा, एउटा लिम्बूको छोराले हिन्दुत्वको लागि आफ्नो ज्यान दाउमा राखेर लडाईँ गर्नुपर्ने अवस्था सृजित हुँदैन थियो। त्यसैले यो देशमा हिन्दू छैनन्। म यहाँलाई भन्न चाहन्छु, अब हामी अल्पसंख्यक हुन लागेको छौँ यो देशमा, किनभने हामीले आफ्नो धर्मको लागि लडाईँ लड्न छोडिसकेका छौँ। तपाईहरुमा अलिकति पनि आत्मसम्मान छ, यो देशको स्वाभिमान र राष्ट्रियताप्रति अलिकति पनि गौरव छ भने अब सबै हिन्दूहरू एकजुट भएर, सबै सनातनीहरू एकजुट भएर हामीलाई साथ दिनको लागि 26 गते र वैशाख 7 गते काठमाडौँमा आउन म यहाँलाई उद्घोष गर्न चाहन्छु।